टिपेको साग। अब यसलाई चाहिँ हामी काँचै खानु मिल्छ कि, तर दहीसँग खान्छौँ आज। दही मोहीसँग टक्क लाएर यसरी हालिदिने। यो चाहिँ एकदम प्योर अर्ग्यानिक है। फेरि तपाईँहरूले काँचै खायो भन्ला, यो लसुन साग हो, काँचै खानु मिल्छ। यहाँ हाम्रो गाईको दही मोही हो कि दही भन्छ टक्क लाएर अनि यहाँ हालिन्छ। हामी चाहिँ यसलाई नर्मे भन्छ, कसैले छोल्बो भन्छ है। अनि टक्क लाएर हामी चाहिँ अब यो पाएपछि चाहिँ कसैले ट्युन पनि खाँदैन है। फेरि हाम्रो यहाँ मनाङतिर चाहिँ ट्युन पनि खाने चलन छैन यो पाएपछि त। नसिन्टे होइन, ओहो कडक। कहिले त फेरि खोर्सानी है। र यस्तो खाने चाहिँ अब सधैँ भाग्यमा हुँदैन, धेरै टाइमसम्म यो कलिलो हुँदैन। लगभग 10 दिन 5 दिन 10 दिनमै यो छिपिहाल्छ यो साग। अनि त्यहाँबाट त खानै पाइँदैन। त्यही भएर अहिले खान पाउने बेलामा चाहिँ दन्जाइहाल्नुपर्छ यसलाई। ल नो मासु है गाइस। छे ल गाइस खाइदिउँ अब, के छ र अब। यो साग त अब तराईतिर तलतिर पाइँदैन, त्यही भएर गाह्रो छ। हाम्रो हिमाली भेगमा मात्रै पाइन्छ है। तलतिर पाउने भए त्यसरी खानु भन्थ्यो मैले, अब पाउँदैन, अब के गर्दैन होइन।